त्यो हामी त्यति राम्रोसँग अनुभव नभएको, तपाईँहरू पनि त्यति राम्रोसँग अनुभव नभएकोले निर्णय गरेको त्यतिखेर होइन। अब तपाईँहरू पनि अनुभव भइसक्यो, अब हामीले पनि धेरै अनुभव भइसक्यो। अब चाहिँ फिक्स मूल्य निर्धारण गर्नुपर्छ जस्तो लाग्यो, किनभने फ्यारामा एउटा रेट, ट्र्याक्टरमा एउटा रेट, त्यहाँ एउटा रेट चाहिँ गऱ्यो भनेदेखि एउटै वाडामा रेट फरक भयो भने त्यो राम्रो हुँदैन। बरु हाम्रो उद्देश्य के हो भन्दाखेरि पब्लिकले कसरी सहज हुन्छ त, कसरी सस्तो मूल्यमा चाहिँ उनीहरूले सेवा पाउँछ त भन्ने विषयमा पनि एउटा फिक्स मूल्य, त्यो चाहिँ तपाईँ हाम्रो नभएर सबै यो तपाईँहरू पब्लिकको हो क्या। त्यो चाहिँ जस्तै साबीको वार्ड नम्बर 1ले जति आम्दानी गर्यो त्यो तपाईँहरूको खर्च कटाएर त्यसको मर्मतसम्म कटाएर त्यसपछि बचेको चाहिँ त्यसको अधिकार त्यहाँ जति उपभोग गर्ने मान्छे छ नि सबैको लाग्छ त्यो। अब हामी वाडामा चाहिँ यो भन्दैन, किनभने हामीले वाडाले नै तपाईँलाई सहयोग गर्नुपर्छ। त्यो माथि त्यो पैसा चाहिँ कसरी चाहिँ नि तपाईँले जम्मा गर्नुभएको छ, अहिलेसम्म कति इन्कम गर्नुभएको छ र घाटामा पो गएको छ भनेर यसो पनि एउटा समीक्षा गर्नुपर्ने देखियो। अनि अर्को कुरा बिल भरपाई हाम्रो दर रेटमा एकरूपता भएपछि अब हाम्रो बिल भरपाई पनि एकरूपता हुनुपर्छ, नभएदेखि वडाइबाट छापेर हुन्छ अथवा तपाईँको कृषि समूहबाट छापेर हुन्छ। छाप्दाखेरि तपाईँको एउटा नभएर सबैको एकै ठाउँमा छाप्नु भएर बाग्लाएर लान तपाईँको अलिक सोच्ने हिसाब स्पष्ट राख्ने, अनि त्यही अनुसार त्यो मर्मत गर्नुपर्ने चाहिँ मर्मत गर्ने, किन्नुपर्ने चाहिँ किन्नु पर्यो, तर चलाउनु चाहिँ पर्यो। तर हाम्रो यहाँ चलेन, अब त के भयो यो भनेर त्यतिकै छोड्न चाहिँ भएन। हामी त बानी पर्यो त। अनि अब अर्को कुरा, अब हामी इन्कममा जाउँ है। अब तपाईँ हामीले त पब्लिकलाई सित्तैमा जोत दिएको त छैन, उनीहरूसँग पनि केही शुल्क लिएको छ। त्यो उनीहरूसँग शुल्क चाहिँ हामीले कसरी बुझाउनु पर्यो भनेदेखि त्यो शुल्क लिएर हामीले वाडाले लिएको पनि होइन, तपाईँले लगेर अरूले बुझाउने नि होइन। त्यो शुल्क लिएको चाहिँ तपाईँहरूको कोषमा जम्मा हुने हो। अब जस्तै एकजनाले चाहिँ हाम्रो कति छ, जस्तै हाम्रो 500 छ अरे, 550 उदाहरणको लागि 550 छ, अर्काले म 500मा जोत दिन्छु भन्ला अरे। अब हामीले त्यता जोड्यो भने हाम्रो लगभग कोषमा कति जम्मा हुन्छ, 200 भनेपछि त अझ हामीले हाम्रो त 200 त हाम्रो त कोषमा जम्मा भएको पैसा त तपाईँहरूकै प्रपर्टी हो नि त। त्यो भोलि पछि तपाईँहरूको गाउँमा कुनै पनि कार्यक्रमहरू होला, घरमा चाहिँ पैसा उठाउनु पर्ला, त्यो ठाउँमा चाहिँ त्यो प्रयोग गर्न पाइयो। त्यो 250 त्यो पैसा जम्मा भएको पैसा चाहिँ त्यो चाहिँ महँगो परेर नभएर त्यहाँ हाम्रो कोषमा जम्मा भएकै भनेर सम्झाउनु पऱ्यो क्या। प्रायः जसो पहिलो चाहिँ मैले त्यही महसुस गरेँ। के गरेँ भनेदेखि अरू ठाउँमा पनि अब हाम्रो 550 छ, ल म 500मा जोत दिन्छु भन्यो। अनि अब सेवागारले के सम्झ्यो भनेदेखि 50 रुपियाँ चाहिँ उसको चाहिँ सस्तो छ, उसको पो लाउनु पऱ्यो भने त्यो फिलिङ भएर त्यो प्रयोग गर्यो। अब हामीले चाहिँ त्योभन्दा पनि सस्तो चाहिँ हाम्रो है, त्यो उब्रिएको पैसा चाहिँ हाम्रो कोषमा जम्मा हुने चाहिँ हाम्रो हो भनेर हामीले सम्झाउनु पऱ्यो। अब कतिले त बुझेका छन्, कतिले बुझेको छैन, त्यो भनेर सम्झाउनु पर्ने भयो। त्यसको मालुम नि भएन, मेसिनको मालुम नि भएन। अनि अब यो टायरहरू बिग्रियो, कतिपय बिग्रियो, अब त्यो तपाईँकै कोषबाट चाहिँ किनेर सञ्चालन गर्नु होला। र अर्को कुरा म भरे छुट्ला होइन, आज तपाईँहरू यसरी मिटिङमा आउनुभयो, यसको पनि तपाईँहरूको मिनिमम ज्याला चाहिँ राख्नु होला, किनभने तपाईँहरू पनि आफ्नो काम छोडेर आएको हो। अब सधैँ अर्कोले सेवा मात्रै दिएर त भएन होइन, यसमा तपाईँहरूको मिनिमम आफ्नो ज्याला चाहिँ राख्नु होला। कसरी